एकछिन ल हाम्रो रियालिटी देउले च्याउ यहाँ सबैभन्दा लामो है अहिले भेटेको मध्येमा अब यो भन्दा लामो अझै भेट्नु पनि सक्छ टिकुली है मेरो देउले च्याउ भेट्यो हामीले आज बल्ल बल्ल कसैले सोधे लभली कान्छा के गर्दैछ भनेर देउले च्याउ खोज्दैछ घरमा बसिएछ र सर्लक्क पारेर यसरी उखालेर खानु पाइँदैछ म भनौँ न साथीहरू यताबाट चाहिँ हामी दुईजना भतिजी हामी काका भतिजीले दुईजनाले उताबाट यति खनेर ल्यायौँ अनि यतापट्टि देखाइदेऊ के खनेर ल्याएको भनिदिनु फेरि धेरैलाई थाहा हुँदैन के हो यो मसरुम कुन चाहिँ हो भनिदिनु देउले छेउ साथीहरू हेर्नु नि यहाँनिर उता हामी दुईजनाले पारिपट्टि उखाल्यौँ अनि यहाँ दुईजना यता अब दाजुभाइ यता काका भतिजी अनि जङ्गलमा छेउ छ नि होइन आज कति गते के सबै भनिदिनु जेठको 5 गते साथीहरू आइस बाइक खान थाल्यो न त ल तपाईँलाई म केही कुराहरू सोध्नेछु यहाँनिर ल अनि भ्लगमा सबैलाई एकदमै स्वागत गर्दै के भन्दाखेरि यो जुन च्याउ भनिँदैछ यो कुन च्याउ हो त्यसको नाम भनिदिनु एकचोटि मजाले अनि यो कस्तो ठाउँमा पाइन्छ अहिले हामी कहाँनिर छौँ कुन जङ्गलमा कुन ठाउँमा त्यो पनि भनिदिनु सो गाइज यो चाहिँ यसको नाम चाहिँ विशेष गरी होइन एकछिन ल म यो झोला राख्छु बसेर भन्नु नि विशेष गरी यसको नाम चाहिँ अब भनौँ न अब हामी त के थाहा अब हाम्रो बाउबाजेहरूले चाहिँ अब भन्दै यसको नाम चाहिँ अब देउले छेउ होइन अब यो चाहिँ अब माटोको यस्तो किराहरूबाट होइन धमिराबाट चाहिँ अब यसरी उत्पन्न भएर निस्केर आउँछ होइन सो अनि यो चाहिँ एकदम खानु चाहिँ एकदम राम्रो अनि मूल्याङ्कन पनि खसीको मासु भन्दा पनि मूल्यवान छ के अब खसीको मासु 900 950 छ भने यो चाहिँ 1000 रुपियाँ केजी अहिले 1500 बिक्छ नि 12 होइन यस्तो छ होइन ल हामी चाहिँ आज होइन जेठको 5 गते हामी गाउँले जीवन हामी चाहिँ सुनेपछि मात्रै आउँछौँ कि होइन अनि यसो हेरेको अब साथीहरूले ल है छेउ पायो भनेर खबर पाएपछि लभली कान्छा त भइहाल्यो विजय आडी अनि जय कुमार आडीको अब चाहिँ दिनहरू अब छेउ खोज्नु सुरु भयो है साथीहरू छेउ भन्दै अहिलेलाई चाहिँ उखाल्नु लागेको है ल बाँकी कुराहरुमा भन्ने चाहिँ बाँकी कुराहरू फेरि सार्न फेरि अर्को छेउ भेटेपछि सुनसरी जिल्लाको चारकोसे झाडीमा देउले छेउ उखाउले छेउ रामधुनी 7 हैन रामधुनी 7 पञ्चायत झोडा बङ्गेजा टोलको बासीहरू है हामी चाहिँ चारैजना अनि हामी चाहिँ यसरी यहाँ हेर्नु त म त देखेर त भयो फुरुङ्गै मन भयो तुरुङ्गै देउले छेउ खाल्ने हामी सुरुङ्गै मेरो क्यामेरा चाहिँ के हो त मैले पनि बनाउनु परेन बनाउनु पर्यो त नि म गरिदिन्छु यता ल्याउनु तपाईँ जानु त जेठको 5 गतेको दिन हामीले चाहिँ फेरि दोस्रो लटमा भयो होइन त्यो भेटिसकेको अवस्था छ है होइन नि देउले चाहिँ कस्तो दामी होइन आम्मामा 2 ठाउँ पाइसक्यो है अनि फेरि धेरैले भन्नु होला यो च्याउ खाएर मरिन्छ कि के गरिन्छ त्यस्तो चाहिँ नभन्नु होला है त्यो पहिला बुझेर मात्रै त्यस्तो कमेन्टहरू गर्नु होला होइन उहाँहरूले कस्तो च्याउ ल्याउनुहुन्छ होइन त्यसपछिबाट मात्रै बुझेर मात्रै कमेन्ट गरिदिनु होला ल साथीहरू यदि होइन ठिक छ तपाईँहरूलाई कमेन्ट गर्नु मन लागेन भने नगरिदिनुहोस् तर त्यो यो चिज के हो कहिले देख्नु भएको छैन भने जे पै त्यही हो मर्नुहुन्छ यताउता त्यस्तो चाहिँ नभन्नु होला मर्नु सबलाई डर लाग्छ तर यो चिज त्यतिकै त हामीले यो मरी दुःख गरेर त यो लिएर गइरहेको त छैन होला हामी पनि मान्छे हो गाइज हामीले पनि पक्कै मर्ने चिज त जानी लिएर गएर खाँदैन होला यति दुःख गरेर त्यही भएर कमेन्ट चाहिँ के गर्छ जसलाई थाहा छ उहाँहरूले कमेन्ट गर्नु होला जसलाई थाहा छैन यसबारेमा तपाईँहरूले पनि कमेन्ट गरेर सोध्न सक्नुहुन्छ होइन अनि बाँकी थाहा हुनेहरूले मैले रिप्लाई दिन यदि पाएको छैन भने चाहिँ तपाईँहरूले पनि यसबारेमा थाहा हुनेहरूले यो चिज के हो त त्यो तपाईँहरूले चाहिँ भिडियो मार्फत देखाइदिनु सक्नुहुन्छ है त यता हाम्रो लभली कान्छा काका हाम्रो जयजी है एकदम अघि नै भेटिसकेको यो च्याउ अब हेराइदेऊ न त जेठको पहिलो जेठ 5 गते फर्स्ट टाइम भनौँ न हामी सोमबार फर्स्ट टाइम आएर आज सोमबारमै च्याउ भेटेको आज सोमबार हिजो चाहिँ आइतबार थियो है हिजो आइतबारले गर्दा आज सोमबार चाहिँ आज अब हिजै हामीले खबर पाइसकेको थियौँ फुपूले अब उता हाम्रो जङ्गल छेउको फुपूले भन्नु हुँदैछ च्याउ पायो भनेर जान्छु केटाहरू अब तिमीहरू चाहिँ च्याउ खोज्नु भनेर भन्नुभयो त्यो ठिक्क त्यही भएर आज चाहिँ हामी आएको हो च्याउ खोज्नुलाई त्यही भएर यहाँ हेर्नु न हाम्रो लभली कान्छाले पसिनाले गनाउँछ क्या त्यही भएर
मेहनत गर्नु पर्यो नि हो यस्तो अर्गानिक चिज खानुको लागि मेहनत लाग्छ है च्याउको लागि चाहिँ धेरै सङ्घर्ष गर्नुपर्छ तर त्यो अब जे पाइ त्यही भनेर चाहिँ तपाईँहरूले मर्ने त्यस्तो चाहिँ अब यो कुरा भनेको चाहिँ लोप भएर जान आँटेको छ, त्यही भएर लोप भएर नजाओस्, वन जङ्गल बचिरहोस्, यहाँको जीव जन्तुहरू बचिरहोस्, यहाँको जडीबुटीहरू। यो पनि यो तरकारी भनेको यो सबैभन्दा जडीबुटी, यो त एकदम राम्रो पो, यो त जसलाई पनि अब यही भन्दै अब च्याउ उखाल्नुमा एकदम तर्खर म बनाइदिइहाल्छु नि। म देखाइदिइहाल्छु नि, लु न तिनजना लानु ट्याक्क भिडियो पनि रोकिँदैन, लु त्यसपछि सेयर गर्दा भइहाल्छ भिडियो। साह्रो हुँदैन यार अहिलेको अफ सिजन भएर हो कि के हो नि, पछि त फेरि कुलित आउँछ त। आउँछ नि लभली कान्छ त अहिले त मोट आएको छ नि फेरि च्याउ खाएर नि फेरि कमिला ठोक्यो 45 वटा 65 पुगेको छ। माछालाई कहाँ बसेको यार भित्र छिर्ना नि फेरि तिर लगाइदियो होइन बाजेको तिर अलिक बढी रहेछ क्या आउनु त यो साइडबाट उखाल नि त साइडमा नगएर चाहिँ होइन मार खुखरी यो चिज चाहिँ रेयर भएर नजाओस् भनेर चाहिँ यस्तो चिजहरू देखाउनु। मसरुम हमको खुकुरी मारता है रे कोई बोलते देवले से उखालता है कोई बोलते नहीं बोलते कमेडी है साथीहरू जिन्दगी यस्तै त हो नि हैन के गर्ने त अब सहरमा भएको बामा यो कहाँ खानु पाउँथ्यो यार सम्झिन्थ्यो होइन सालै पछि मिस गर्थे विदेशमा पनि त नि बाहिरै थिए जति सालमा बिरामी भएर मात्र म घरमा जति सालमा बाहिर बसेँ नि अब गाडीमा हुँदाखेरि त कहाँ यसरी च्याउ खानु पाइन्थ्यो उखाल्नु पाइन्थ्यो होइन अब जे होस् अहिले घरमा बसिएछ र सर्लक्क पारेर यसरी उखालेर खानु पाइँदैछ। म भनौँ जति पनि सहरमा बसेँ नि होइन तर यो सिजनमा चाहिँ मैले च्याउलाई चाहिँ मिस धेरै धेरै मिस यो च्याउ चाहिँ जस्तै निरोगीलाई पनि जस्तै रोगी निरोगी जस्तैलाई पनि खानुहुन्छ है यो त्यो काका भतिजाको है यसो नभन यहाँ त एक कोडा रहेछ नि मलाई पानी खानु मन झ्याप्प देख्दा त म कम्ती खुसी भएन त्यहाँदेखि यार कताबाट आउँदै थियो होइन सुल्टी म पए थिएँ दिनको पुरै घाम टल्किरहेको छ म त पत्ता टल्किएको होला भन्थेँ सुल्टी झोला तानौँ न पानीको एकछिन सबको अब आफ्नै अलग अलग हुन्छ है त्यो टक 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 गर्ने टुक 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 गर्ने कसैले आइजा आइजा भन्छ कसैले म चाहिँ के भन्छु त्यही भएर आइजा एडभेन्चर गाइस खतरा एडभेन्चर रमाइलो भनेको छ नि हैन भेटेपछि कति अघिसम्म कस्तो दुःख लाग्दै थियो आमा कति छिटो थाक्यो भनेर जिउमा फिलिङ हुँदैछ अनि तर कहाँ भेटिन्छ दरो भेटिन्छ भनेर कुरा गर्दै हामी हिँड्दै थियौँ भेट्दैन भने त फेरि भेट्नु पनि दुईजनाले के दुईपट्टि नै हेर त वारी पारी त्यही त यहाँ भेटेर खुसी भएर बोलाएको उता पनि भेटे भन्छ ल अब चाहिँ माल खोज्नुलाई एकदम सजिलो हुने भयो अब चाहिँ गलेको भोक प्यास दुःख यसो सब हरायो अब चाहिँ खोज्नुलाई जे भयो नि हिम्मत आयो एकदम जङ्गलमा मसरुम छरेछ भनेर है त्यही भएर चाहिँ यो कुरा देखाएपछि चाहिँ के भन्दा यस्तो कुराहरूलाई यो होइन यो जङ्गल यो जङ्गल होइन सधैँ यत्तिकै भइराख्ने हो भने हाम्रो पछिका पिँढीहरूले पनि अवश्य यसरी खान पाउँछन् नि यो कुराहरू हो कि होइन भन् त त्यही भएर यो चाहिँ भिडियो मार्फत त्यो पनि सन्देश जान्छ होइन यसलाई जोगाउनु चाहिँ पर्छ भन्ने जनचेतना चाहिँ अवश्य पनि जान्छ भन्ने आशा छ नभए यो कुराहरू कहाँ खान पाइन्छ देख्न पाइन्छ सहरमा यो कुराहरू खान पाइन्छ देख्न पाइन्छ सम्झेको हो 18 वर्ष सम्झिन्थे के यस्तो 18 वर्ष सम्झिनु भयो भने
सिजनै बिजे सम्झिँदै धेरै मिस गर्थ्यो के फेरि काठमाडौँमा यस्तै जङ्गल भइदिएको भए त्यहाँ पाइन्थेन पाइन्छ चितवनमा पाइन्छ त त्यहाँ बाघ पाइन्छ तर उताको मान्छेहरूको अब भन्ने हुन्छ त्यो जस्तो मर्छ भन्छ कि क्या त्यो चाहिँ होइन पुरानै ठाउँमा हुन्छ जस्तो यो हाम्रो यो पुरानो भिरहरू छ भिर पाखा यो जङ्गलको त्यस्तोमा अब पहाडी इलाकामा नि पाइन्छ पहाडीमा नि थत्रा पाइन्छ पाउँछ नि त्यो वर्षमा योभन्दा 1 वर्ष अगाडि भोजपुरमै थिएँ भोजपुरमा हुँदाखेरि बर्खायाममा अब त्यहाँ पनि हामीले खोजेर खाएको थियौँ है त्यहीँको अब गाउँको बुढोपाका मान्छेहरूसँग भनौँ न अङ्कलहरू बाजेहरूसँग गएर उहाँहरूले चिनाउनु हुन्थ्यो यसरी उताको देउली तर जुन यो जति पनि फेरि जति पनि यो ठुलो सहरहरू छ नि उतातिर त अब जङ्गल सकिरहेको छ त्यता त फेरि छैन नि पाउँदैन थाहा पनि छैन उनीहरूलाई च्याउ के हो भनेर हो कि होइन अब हामी त यी गाउँघरमा छौँ जङ्गल छेउमा छ जङ्गलमा के सागसब्जी पाइन्छ के जडीबुटी पाइन्छ कुन कुन जीव जनावर पाइन्छ आफ्नो जङ्गलमा त्यो त हामीलाई थाहा छ नि त अवश्य हो त्यही भएर यसलाई जोगाउने प्रयास गरौँ भावी पुस्ताको लागि नभए यस्ता कुराहरू देख्न पाउँदैनन् हेर्न पाउँदैनन् खान पाउँदैनन् भयो पनि त मजा आउँछ नि त होइन मेहनत गर्दा अरे के होइन यो भिडियोमा चाहिँ भरे हालिदिनु पर्छ त्यही भएर त गरेको त्यत्रो एनिमल नखालिकन माटो दह्रो छ नि धेरै दह्रो चाम्रो क्या यो त के चाम्रो छ विजय एकपल्ट हामीले होइन ठङ गर्छ हौ ढुङ्गा जस्तो कता होइन तपाईँ दिने हामी को थियो नि सुइकम झर सर्लक्कै उयो अब लास्टलाई चाहिँ एकदम कारको झोला को एकदम नरम प्यारले तान्न कभी हमको भी प्यार से देख लिया करो रानी प्यार से देख लो प्यार से कभी हमको भी प्यार करो यो वर्षको सबैभन्दा यो वर्षको यो पल्टको चाहिँ यता हेर त यता देउले च्याउ यहाँ हेर सबैभन्दा लामो है अहिले भेटेको मध्येमा अब योभन्दा लामो अझै भेट्नु पनि सक्छ टिकुली है देउले च्याउ भेट्यो हामीले आज बल्ल बल्ल लु हालौँ अब नयाँ ठाउँमा नि उखाल्नु पर्यो नि त तारको झोला खोइ त नयाँ ठाउँमा उखाल्नु पर्यो नि मिलान यस्तो तारको झोला कोसँग कसले पुग्यो नि अनि टेबलमा थियो त कसैले बोकेन क्या तारको झोला बिजोक भयो त अनि झोलै बोक्नु बिर्सिने भन्ने भयो दर्शकहरूले यार दर्शकहरूले एउटा चाहिँ मैले कागजको झोला लिएर आएको ए लु भाइको ब्याग पनि छँदैछ यो किन भन्दा अर्को त्यो ब्यागमा हुन्छ कि गाइस तर यो फल्किएको चाहिँ त्यस ब्यागमा हाल्यो भने फेरि सब फुट्छ क्या छोडिदिन्छ त्यसले गर्दाखेरि उयो कोप्रो ब्यागमा हाल्दा भइहाल्छ फल्केको ग्रिन पर्दामा हाल्दा भयो सामान केही पनि नछोड्ने फेरि छेउको सिजनै पछि फेरि सबैले खुकुरी रोप्छ बुवाको मन पर्ने फुलहरु मेरो पस्नी लगेछु भाले फुलको विषयमा फुल पनि यो भालेपति फुलहरु के बुवाले त्यही भएर टिप्नु भएको दामी छ विशेष गन्ध अलिक मजबुत आउँछ हैन कडकनाथ आउँछ तर अब भन्नु पर्दा अहिले पानीले गर्दा अलिक सेन्टै मार्दिन्छ त्यही भएर अलिक सुँग्दाखेरि खलो खेल्के आउँछ ओभर वेटी हेड यो च्याउ अनि अहिले पानी र मस देख्छन् तर फेरि फल्केको पनि छ नि त ठुलो छ भएको म त तार झोला बोक्यो होला भने त हेर केटाहरु न त्यो ब्यागमा हालेको भए मात्रै हो बुवा झिङ्गानी मार्देको है ब्यागमा हाल्नु भएन नि के भन्छ यसलाई यो झिङ्गालाई के भन्छ यसले टोको भने खतरा हुन्छ ए यो डाँस डाँसलाई नि मार्दिएर ठ्यास गाइस तपाईहरुलाई रियालिटी लाइफको के हो कसो चल्दैछ देखाइरहेछु हाम्रो रियालिटी देखाइदिनु एकचोटि यसरी देखाउनु त एकचोटि मजाले होइन यस्तो टुप्पा चाहिँ तल हो त्यसरी देखाउनु त एकचोटि ल आइसलाई पनि एकचोटि हेर्दै होइन एउटा दुई बिनाएर हालेको बरु ब्यागमा हाल्दा नि हुन्थ्यो रसे हो बुवा एउटा हाल नि त अटो त्यहाँ तल तर अलिअलि झुडियो भने त के हुँदैन साह्रो चाहिँ झुड्याउनु हुँदैन कि अलिअलि झुडियो पनि के हुँदैन त्यसलाई भरे धोबा साफ गरिहालिन्छ नि अनि मारेको खाइल पर्छ
व्यापारी उति उस्तै भेटिएको रहेछ यता फक्लेको होइन उता नफक्ले लु तँ ब्याग ल्याऊ कस्तो उति नै मैले हालिदिएको यहाँ अहिले अनि कसैले सोध्यो भने के खोज्नु कसैले सोधे लभली कान्छा के गर्दैछ भनेर देउले चाउ खोज्दैछ भनिदिनु लु रमाइलो एडभेन्चर हेर्नु गाइस लभली कान्छा के गर्दैछ भनेर एडभेन्चर हेर्नु गाइस देउले चाउ खोज्दैछ भनिदिनु ल बाबाले हालिदिनु ल एडभेन्चर देखिराख्नु रहेछ गाइस अब चाहिँ यहाँ सुरुवात भयो हाम्रो यहाँ अब यो पानी चाहिँ त्यहाँ हाल्नु हुँदैन पानी अनि केमा बोक्नु त यस्तै साइड तरिकाले बोक्नु पर्छ सबै अब हाम्रो जिन्दगी ल गाइस अब हामी छुट्टिन्छ फेरि अर्को ठाउँमा बस्दै भेट्यो भने हामी अर्को ठाउँमा पनि फेरि फेरि भेट्छौँ मनोरञ्जनमा आउने छ है। यो कसको यो यो तिम्रो जिग्री सागलाई चाहिँ नभुल्नु है एडभेन्चर खतरा हुन्छ भन्दै थियो नि खतरा भइरहेछ है त गाइड एडभेन्चर हाम्रो त्यति नै हो त्यो। कहाँ यो त अहिले ल एकचोटि हाई गरिदियो सबैले हाय ल जयकुमार जाऊँ। ल जाउँ छुट्टिनु त्यतिकै